अहिले पानी फाट्न लाग्यो। अहिले पानी अलि कम भएको छ, हल्का हल्का परिरहेको छ। कुहिरो लाएर अँध्यारो भयो। देख्न सक्नुहुन्छ साथीहरू, आज 3-4 दिन पानी पर्दाखेरि त्यो डाँडामा कति ठुलो झरना बनेको छ। अस्ति मैले भनेको थिएँ अर्को भिडियोमा, योभन्दा पहिलेको भिडियोमा, यो डाँडाबाट पुरै मूल फुट्छ, यो पखान देखिरहेको छ, यो पुरै यहाँबाट पानी बग्छ भनेर। त्यो देख्न सक्नुहुन्छ माथितिर त्यो कति ठुलो पानीको झरना बनेको छ। र अहिले पनि पानी परिरहेको छ। यसरी म प्लास्टिकको रेनकोट ओढेर हिँडिरहेको छु ड्युटीमा। पानी एकदमै धेरै पर्दो रहेछ यो केरलामा, लास्टै पानी पर्ने रहेछ। आज लगभग 1 हप्ता भइसक्यो। यो राति पनि फाट्दैन, दिउँसो पनि फाट्दैन, परेको परे एकछिन अलि कम हुन्छ फेरि परिहाल्छ, एकछिन कम हुन्छ फेरि परिहाल्छ। पानीले सताएको छ, गाह्रो छ काम गर्नलाई। के गर्ने, जति गाह्रो भयो नि काम गर्नै पर्यो। पैसा कमाउनको लागि सजिलो त काम हुन्छ। र यस्तो लगाएर हिँडेको छु होइन। यो पुरा खुट्टामा यो नुन हालेर, कपडामा नुन हालेर यसरी यो जुत्तामा बनाएको, यो जुगाको लागि। यहाँ जुगा फेरि असाध्यै लाग्ने, जुगा अचम्मै जुगा लाग्छ यो ठाउँमा। जुगा त्यस्तै लाग्छ होइन, अरू पनि त्यस्तै किराहरू पनि डर हुन्छ। त्यसैले यो नुन बानेर भन्दा नि नुन यसरी यो जुत्तामा कपडामा हालेर नुन त्यसरी बनाएर होइन, जुगाले टोक्दैन, जुगा आउन पाउँदैन नुनको रसले गर्दाखेरि। र यो साइडबाट एकदमै धेरै बाँदरहरू आउँछन् यहाँ होइन। यो माथि, यो रिसोर्टको माथि जाने बाटो हो भने यता पछाडिपट्टि जो मैले पहिला भिडियोमा तपाईँहरूलाई देखाएको थिएँ त्यही रिसोर्ट हो। कस्तो छ ड्युटी भने पानी पर्छ, पानीले साह्रै सताउँछ त्यो ठाउँमा, गाह्रो छ, भिजाइहाल्छ। यो प्लास्टिक के भने यो एकछिन हो। अब जङ्गलभित्र जानुपर्छ, बाँदर आएपछि लख्नको लागि जङ्गलमा जाँदाखेरि पानीले पुरै भिजाइहाल्छ। यो खासै त्यति त काम गर्दैन, त्यही पनि अलिअलि वोट दिन्छ। र साथीहरू यस्तै छ है त। भिडियो मन परे लाइक कमेन्ट सेयर गर्नुहोला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहे। र मेरो भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला। सल्लाह सुझाव होइन, तपाईँहरूको मनमा लागेका कुरा केही छन् भने पनि कमेन्ट गर्नुहोला। कमेन्टको हरेकको म रिप्लाई दिनेछु। र यस्तै छ, तपाईँहरूको ठाउँतिर पानी कतिको परेछ, पानी परेको छ कि परेको छैन त्यो पनि कमेन्ट गर्नुहोला है त साथीहरू।